नमस्कार, म सबिन। यदि तपाईँ सोलुखुम्बु जिल्लावासी हुनुहुन्छ भने चाहिँ तपाईको लागि एकदमै राम्रो शेयर मार्केटको लागि चाहिँ एकदमै राम्रो अफर हो। र सोलो हाइड्रो पावर लिमिटेडले तपाईहरूको लागि स्थानीय शेयर चाहिँ जारी गरेको छ। तपाईहरु यदि ऊर्जा क्षेत्रमा चाहिँ लगानी गर्न इच्छुक हुनुहुन्छ भने चाहिँ यो अवसर निकै नै महत्त्वपूर्ण हुनेछ तपाईहरुको लागि चाहिँ। सोलो हाइड्रो पावरको स्थानीय शेयर चाहिँ कसले आवेदन दिन मिल्छ भने चाहिँ स्थानीय शेयरको लागि चाहिँ तपाईहरुले सोलुखुम्बुवासी जो हुनुहुन्छ सबैले दिन मिल्छ है। त्यसमा अति प्रभावित र प्रभावित क्षेत्र भनेर चाहिँ छुट्याइएको छ हैन। त्यो म यहाँनिर नोटिस राख्दिन्छु। लिंक तपाईले डिस्क्रिप्सनमा पाउनुहुनेछ। त्यो तपाईले लिंक क्लिक गरेर पनि तपाईहरुले हेर्न सक्नुहुनेछ। र आजको भिडियोमा चाहिँ हामीले शेयर हामीले बैंकमा पुगिसकेपछि कसरी शेयर भर्ने र कुन तरिकाले चाहिँ शेयरमा के भर्नुपर्छ भनेर सिकाउनेवाला छु। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर तपाईहरुले साथ दिनुहोला। र आज म ल्यापटप स्क्रिन शेयर गर्नेछु र मैले त्यहाँनिर म चाहिँ सोलुखुम्बुको महाकुलुङबाट मैले भरिरहेको छु भने सेम त्यही मेथडबाट तपाईहरुले चाहिँ भर्न सक्नुहुनेछ। सो ढिला नगरिकन म ल्यापटप स्क्रिनतर्फ तपाईहरुलाई लानेछु है त। सो मेरो ल्यापटप स्क्रिन तपाईहरुले देख्दै हुनुहुन्छ। सो यो चाहिँ तपाईको सोलो हाइड्रो पावर लिमिटेडको लागि चाहिँ फर्म, जुन चाहिँ शेयर हामीले स्थानीय शेयर भर्ने फर्म हो है। सो यो चाहिँ कसरी हामीले भर्न सकिन्छ भन्दाखेरि फर्म यही खालको हुन्छ। तपाईको आफ्नो चाहिँ गाउँपालिकाको नाम लिएर यो फर्म लिनु होला। सोलुखुम्बुको पनि गाउँपालिका अनुसार अथवा प्रभावित, अति प्रभावित अथवा कालो नीलो फर्महरु हुन्छ त्यो चाहिँ सोधेर फर्महरु लिन सक्नुहुनेछ। र सुरुमा यस्तो खालको फर्महरु हुन्छ। अनि यहाँनिर तपाईको यो फोटो है, यहाँनिर फोटो राख्नुपर्ने हुन्छ। यो फोटो तपाईहरुले अगाडि नै फोटो तयार गर्नु होला। अनि त्यसपछि तपाईको हामी फर्म भर्ने तरिका सिक्छौं। तपाईको हितग्राही नम्बर भनेको छ तपाईको डिम्याट आईडी अथवा बीओआईडी भनेर लेखेको छ शेयरमा, मेरो शेयरमा। त्यो बीओआईडी को 16 अंकको हुन्छ। त्यसमा पनि तपाईको यो 8 अंकको, यता सुरुको 8 अंक, तल चाहिँ पछाडीको 8 अंक राखेर यहाँनिर भर्नु होला है। यसरी भर्नु होला। अनि यहाँनिर तपाईको त्यस कम्पनीको मिति गते धितोपत्र बोर्डबाट स्वीकृति विवरण पत्रको शर्त अधीनमा रु 100 है प्रति किता रु 100 अंकित दरको शेयरको किता कति चाहिएको तपाईलाई हैन। 150 किता चाहिएको छ नि, 150 किता हैन। यसमा तपाईले 100 पनि राख्न सक्नुहुन्छ हैन। तपाईको 200 पनि राख्न सक्नुहुन्छ। जति तपाईलाई मन लाग्छ त्यति तपाईले राख्न सक्नुहुन्छ। यहाँनिर 150 हो भने 150 है। अनि यहाँनिर तपाईको 150 किता, यसमा 100 पनि राख्न सक्नुहुन्छ, 120 पनि राख्न सक्नुहुन्छ। भनेपछि तपाईको 100 किता राख्नुभयो भने यहाँनिर कति हुन्छ? प्रति किता रु 100 को दरले चाहिँ यहाँनिर 10,000 हुन्थ्यो हैन। तर मैले यहाँ 150 राखे, 150 किता चाहिँ मैले एप्लाई गर्न पाए हैन, भए हैन। भइसकेपछि यहाँ मैले 15,000 बनाए। एक किताको तपाईको 100 परेपछि यहाँ तपाईले 200 किता राख्नुभयो भने यहाँ 20,000 हुन्छ हैन। यहाँ 20,000 भर्नुपर्ने हुन्छ। यता चाहिँ अक्षर रुपीमा लेखेर चाहिँ राख्नुपर्ने हुन्छ। अनि यहाँ तल जाउँ हामी, अब केही पनि गर्नु पर्दैन। यहाँ तल जाउँ तपाईको। अनि माग गरेको संख्या यहाँ पनि तपाईको 150 राख्नु भएको छ, त्यहाँ 200 राख्नु भएको छ भने यहाँ 200 नै हुन्छ। मैले माथि 150 भरेकोले यहाँ तपाईको 150 नै राखेको छु। त्यो भरे बापत अथवा त्यो गरे बापतको तपाईको शेयरको रकम कति हुन जान्छ भनेको छ। यहाँ 150 मल्टिप्लाई तपाईको 100 गर्नुस् हैन। मल्टिप्लाई 100 गर्नुस् तपाईको 15,000 आयो। अनि यहाँनिर तपाईको अर्को छुट्न सक्छ, डेट चाहिँ लेख्नु होला है। तपाईको मैले यहाँ लेखेको छैन छु, यहाँ डेट लेख्नु होला। अनि तपाईको ध्यान दिनुपर्ने कुरा यहाँनिर छ, अब रकम कहाँ बुझाउने हैन। अब तपाईको खुम्बु एरियाको लागि चाहिँ माथि सिद्धार्थ बैंक होला हैन, उहाँहरुको बैंकको नाम लेख्नु पर्यो। सोताङ एरियाको महाकुलुङ सोताङ एरियाको लागि तपाईको त्यतैको बैंक कृषि विकास बैंक होला हैन। अनि नेलेतिरको लागि लक्ष्मी होला। अनि यता सलरीको लागि छुट्टै हुन्छ। अथवा चाहिँ जुन बैंकमा तपाई जानु भएको छ त्यही बैंकमा चाहिँ तपाईको बैंकको नामहरु लेख्नु होला यहाँनिर हैन, सोधेर लेख्नु होला। जस्तो काठमाडौँको लागि चाहिँ तपाईको नक्सालमा जानुपर्ने हुन्छ है। नक्सालमा रहेको नेभिल इन्भेस्टमेन्ट बैंक लिमिटेडमा जानुपर्ने हुन्छ।
अनि मैले त्यही नै राखेको छु। सो नबिल चाहिँ इन्भेस्टमेन्ट बैंक लिमिटेड। अनि यो भाउचर ड्राफ्ट नम्बर भनेको छ यहाँनिर भाउचर ड्राफ्ट नम्बर है। इफ तपाईँले त्यहाँनिर यो 150 कितासीहरूको रकम 15,000 रुपैयाँ तपाईँले चाहिँ भाउचर सिस्टमबाट तपाईँले दिँदै हुनुहुन्छ भने भाउचर नम्बर यहाँनिर राख्नुपर्ने हुन्छ हैन, भाउचर नम्बर है। यदि तपाईँले भाउचर सिस्टमबाट पनि गर्नुहुन्न अनि तपाईँको अर्को चेक सिस्टमबाट है, चेक खिचिएको बैंक वा वित्तीय संस्थाको नाम र ठेगाना है। यदि तपाईँको जस्तो मानौ मेरो चाहिँ एभरेस्ट बैंकमा मेरो एउटा खाता छ, त्यो खाताबाट मैले पेमेन्ट गर्न चाहे यो नबिल इन्भेस्टमेन्टलाई हो भने यहाँ मेरो एभरेस्ट बैंक हुन्छ। यावत तपाईँको अर्को बैंक जुनसुकै है कृषि विकास बैंकबाट तपाईँले चाहिँ नबिल बैंकलाई पेमेन्ट गर्न चाहनुहुन्छ भने चेक सिस्टमबाट तपाईँको नाममा चेक तपाईँको बैंकको चेक काट्नुहोस् नबिल इन्भेस्टमेन्टको बैंक नाममा। अनि तपाईँ आफ्नो सिग्नेचर हुन्छ। चेक काट्दाखेरि एकदमै ध्यान दिनुपर्छ, बैंकको मान्छेलाई नै सोधेर कसको नाममा चेक काट्नुपर्ने हो भनेर उनीहरूले भनिदिनुहुन्छ, अथवा त्यतैतिर तपाईँको स्याम्पलहरू है टाँसेर राखेको होला, त्यो हेर्नु होला। जस्तो मैले चाहिँ एभरेस्ट बैंकबाट चाहिँ चेक काटेको थिएँ है, मैले ड्राफ्ट सिस्टम यो भाउचर सिस्टम गरिनँ है, भाउचर सिस्टम गरिनँ, मैले चाहिँ चेकबाट चाहिँ गरेको थिएँ। चेक सिस्टमबाट गरेर यहाँनिर तपाईँको भाउचर अथवा चाहिँ चेकको नम्बर है, चेकको नम्बर राख्नु होला। चेकको नम्बर राखिसक्नु भए पछाडि तल लास्टमा आउँछ चेक नम्बर, त्यसपछि तपाईँको खाता एभरेस्ट बैंक लिमिटेडको हो भने तपाईँको एभरेस्ट बैंकको राख्नु होला, अनि कुन शाखा हो त्यो शाखा राख्नु होला, अनि तपाईँको त्यो शाखाको खाता नम्बर राख्नु होला। अब यहाँनिर चाहिँ तपाईँहरूले जुन बैंकबाट तपाईँले डिम्याट अथवा मेरो सेयर डिम्याटहरू खोल्नु भएको छ त्यो एकाउन्टको नाम राख्नु होला है। जसको भए पनि तपाईँको आमा बाबा जोसुकै अथवा आफ्नो भर्दै हुन्छ भने त्यो वाला एकाउन्टहरू यहाँ राख्नु होला। अनि त्यस पछाडि हामीले अब तल जाऊ, यो सेक्सन छ तपाईँको आयको स्रोत भन्ने छ। त्यो आयको स्रोतमा तपाईँले व्यापार राख्न सक्नुहुनेछ। अनि तपाईँको यहाँनिर अब सम्पत्ति जुनसुकै राख्दा पनि भयो, कर्जा अथवा हैन अन्य राखेर तपाईँको अरू हैन अरू पेसाहरू यहाँ लेख्न सक्नुहुने भयो हैन। अनि यहाँनिर तल गएर हामी देख्न सक्छौँ निवेदकको नाम है। यहाँनिर तपाईँको नाम लेख्नु होला नेपालीमा। मैले सबिन कुलुङ राखेँ, तपाईँको पुरा नाम लेख्नु होला सबिन कुलुङ भनेर यसरी क्यापिटलमा हुनु पर्यो, स्मलमा हुनु भएन। अनि तपाईँको स्थानीय ठेगाना भनेको स्थायी ठेगाना भनेको तपाईँको वडा नम्बर 4 महाकुलुङ गाउँपालिका, तपाईँको सताङ गाउँपालिका, अनि यता आफ्नो गाउँपालिका नाम सोलुखुम्बु जिल्ला अङ्ग्रेजीमा तल राख्नु होला। अनि अर्को भनेको तपाईँको यहाँनिर छ सम्पर्क ठेगाना, आफ्नो सम्पर्क ठेगानाहरू राख्नु होला। अनि प्यान नम्बर छ भने आफ्नो प्यान नम्बरहरू पनि उल्लेख गर्नु होला, नत्र यो कम्पलसरी हो, कम्पलसरी राख्नुपर्छ भन्ने छैन यो। अनि तपाईँको यहाँनिर कन्ट्याक्ट नम्बर राख्नु होला, आफ्नो नागरिकता नम्बर यहाँनिर नागरिकता प्रमाणपत्र नम्बर, अनि यहाँनिर तपाईँको जारी भएको स्थान सोलुखुम्बु अथवा नागरिकता नम्बरहरू राख्नु होला। अनि यहाँ आफ्नो बुवा आमाको नामहरू हैन, फादर्स नेम अनि बाजीको नाम हैन राखेर चाहिँ तल सिग्नेचर छ यहाँनिर आफ्नो हस्ताक्षर गर्नु होला। अनि अन्तिम अर्को लास्टको ड्राफ्ट अर्को रहेको छ, यो रसिद हराएमा अर्को भुक्तानीले गएमा सोको जिम्मेवार निवेदक स्वयं हुनेछ भनेको छ। यहाँनिर तपाईँको आफ्नो नाम अङ्ग्रेजीमा लेख्नु होला। अनि तपाईँको कति किता सेम माथिको तपाईँले कति राख्नुहुन्छ सुरुमा है, त्यति नै राख्नुपर्ने हुन्छ। माथि 200 राख्नु भएको छ भने यहाँ 200 हुन्छ। अनि यहाँनिर तपाईँको 20,000 हुन्छ। यदि 200 हो भने यहाँ मैले 150 राखेकोले मैले 15,000 भयो हैन। तपाईँको आफ्नो सिग्नेचर हुन्छ। अनि यहाँनिर त तपाईँको आफ्नो सेम माथिको जुन चाहिँ अगाडि राख्नु भएको थियो डिपिआइडी सेम हुन्छ। 16 अङ्कको तपाईँको डिपिआइडीमा तपाईँको सुरुमा जुन राख्नु भएको थियो सेम नै तल राख्नुपर्ने हुन्छ यहाँनिर है। अथवा चाहिँ तपाईँको मेरो सेयर लगइन गरेर हेर्न सक्नुहुनेछ, त्यसमा तपाईँको 16 अङ्कको डिपिआइडी हुन्छ अथवा बिओआइडी भन्छ त्यसलाई चाहिँ। सुरुको 8 अङ्क यहाँनिर राख्नुहोस् अनि पछाडिको 8 अङ्क यहाँनिर राखेर तपाईँले भर्न सक्नुहुनेछ। अब यति भइसके पछाडि तपाईँको फर्म चाहिँ तयार भएको छ। यहाँनिर फोटो राख्नु होला, फोटो पछाडि चाहिँ तपाईँको रेडी हुन्छ। अनि अर्को कुरा तपाईँको चेक चाहिँ तपाईँले काटेर राख्नुपर्ने हुन्छ इफ इन केस चेक हो भने, अथवा चाहिँ तपाईँको यो भाउचर सिस्टम हो भने पहिला भाउचरबाट पैसा डिपोजिट गरेर भाउचरको कपी लिएर यहाँनिर राख्नुपर्ने हुन्छ। सो यति भइसके पछाडि चाहिँ तपाईँहरूले एउटा तपाईँले फर्म
भइसक्यो तयार। अनि अर्को तपाईँको नागरिकताको फोटोकपी र अर्को भनेको तपाईँ कि चेक सिस्टम चेक सिस्टम कि भाउचर सिस्टम भने भाउचर लिएर तपाईँले बैङ्कमा बुझाउनु पर्ने हुन्छ। अनि त्यसपछि उनीहरूले चेक गरेर यो लास्टको कपी तपाईँहरूलाई तपाईँहरूलाई फिर्ता गरी तपाईँको एप्रुभ गरिदिनु हुनेछ।